गरे मम्मी यो अचार ओके छोरीलाई मनपर्ने यो फेरि मकै छोरी ज्वाइँलाई मन नपरे पनि हामीलाई मन परेको अनि ल्याइदियो घरको मकै है घरको अर्ग्यानिक मकै ल चियर्स गर पोलेर खान पाइन्न भनेर पोलेर ल्याइदिएको ओके थ्याङ्क यू मामु पाइन्छ पाइन्छ उसिनेर खान पर्छ भनेर थ्याङ्क यू मामु अरू काम छोरो त्यो ज्वाइँलाई दिनु त्यतिको दिए हुन्छ फेरि बनाउँछ छोरो दिन्छु नि ओहो मेरो ज्वाइँ साथलाई अहिले म पकाएर त मैले खुवाउँछु त्यही पनि खुवाउनुपर्छ। यो पनि मेरो ज्वाइँ साथलाई घरमै बनाएर तयार गराएर दिएर छु अहिले पकाएर खुवाउँछु ओके अनि यिनीहरू पनि ओहो यो हे भगवान करेला पनि ज्वाइँ र छोरीलाई भेन्टा काँक्रा चाहिँ ज्वाइँलाई खाने बेला सबैले खाने विशेष विशेष मनपर्ने भनेर बोडी ल्याइदिएछु घरमा फलेको अनि यो भेन्टा पनि घरमा फलेको छकमा यहाँ किनेर खाए पनि घरको चखाउने भनेर मन लाग्यो अनि यो काँक्रा पनि घरमा फलेको अनि करेला पनि घरमा फलेको छतमा छोरी ज्वाइँलाई त तल छोरी ज्वाइँलाई के बन ल्याएर खुवाउनु मन लाग्दैछ न मम्मी त्यही त नि अनि बुढा इन्जोइङ ससुरालीको मकै यति हो छोरीलाई चाहिँ मासु मनपर्छ थाहा छ तर मासु आएन गाइस यत्रो आउँदा पनि मासु चाहिँ तर आएन मासु आएन पुऱ्याउनु मासु नल्याउनु भनेर पुऱ्याउनु ल्याउने बहुत प्रयत्न गरेको पुऱ्याउनु ल्याउनु पाइएन बुवाले म जसरी लिएर आउँछु भन्दाखेरि के गर्नुहुन्छ लास्ट पटक त्यहाँ लक्ष्मणको माटो नि ल्याउँ भनेको त्यहाँ पनि पाइएन हाँसिस न बुढा रुपाई भएको कारणले उपलब्ध गराउन सकिएन